हेलो गुड मर्निङ एभ्रिवान अनि सेवारो अनि सबैजनालाई ह्याप्पी दसैँ। आज चाहिँ हामी टक्कसँगले रेडी भएर अनि दाइहरुकोतिर जानको लागि एकदम तयारीमा सबै साथीहरु टिका लाउनु पर्यो नि त। टिकी साथीहरु हामी चाहिँ हैन स्पिकर बोकेर यत्रो स्पिकर बोकेर अनि माइती घर जाँदै छौं दाजुहरुकोतिर अनि टिका लाउनलाई। अनि हाम्रो सन्तानहरु ह्याप्पी दसैँ यसरी पेल्ले जन्ती जसरी जाँदैछौँ होइन साथीहरु। हामी चाहिँ ओ ठुली दिदी हो, हाई हाई ऊ माइली दिदी, यो पहेली न पहेली हो ऊ जस्तो बाबाजी जस्तो देखिने चाहिँ साइली दिदी है साधु। हाम्रो जेठा भाइ ल भन्नु त हाम्रो जेठा दाइ हाई हाई। अनि जाँदैछु यो गएर बजाएर टक्कसँगले भरे ढिन्चक गरेर नाच्नु पर्ने हुन्छ। दसैँ आयो भन्दै हामी चाहिँ दहीको कारखानामा पुगिसकेको छौँ कि होइन। लजाउँदैछौँ त्यहाँ मूर्तिहरू कस्तो धेरै छ, शिवजी भगवानको मूर्तिहरू। अनि यता ब्लकहरू छ साथीहरू, चाहिँ दाइको कारखाना हो, देख्न सक्नुहुन्छ। दाइहरू हुनुहुँदो रहेछ पर नि, मलाई लाज लाग्यो नि म के गर्नु नि। पुगिसक्यौँ साथीहरू, अब टिका लाउने सुरसार गर्नुहुन्छ अनि टिका लाउनुपर्छ साथीहरू। ए यता पनि हाम्रो सरजीहरू आइपुग्नु भएछ, सबैजना आइपुगिसक्यौँ। केहरू आजको जमरा यहाँ रहेको छ, जमरा साइली भेना अनि उहाँ चाहिँ कान्छा जोइ। नमस्कार इन्टरभ्यूलाई के भन्नुहुन्छ भेना दसैँमा? दसैँ सबैले राम्रोसँग मनाऊ त्यही भन्न चाहन्छु म। अनि अरू के भन्नु त भन्ने कुरो छैन। डन जस्तो देखिनु हुँदैछ त, डन जस्तो देखिनु हुँदैछ त। आज यो मैले टुपी पनि अलिकति राखिरहेको छु, खोइ हेर खोइ पाल्नको लागि क्या। बहिनी दा आहो सानो मान्छे मानेको हेर न, सानो मान्छे मानेको लो कति मजाले बसेको टिका हेर्न न। सानो मान्छे पढ्नुपर्छ है रियाङ भान्जा, धेरै पढ्नुपर्छ अनि मम्मी बाबालाई दुःख दिनु हुँदैन भनेको मान्नुपर्छ है। भान्जा त ज्ञानी मान्छे पनि छैन, अझै ज्ञानी बन्नुपर्छ नि भान्जा है त। यति भए हुन्छ धेरै लखेर भान्जालाई चाहिँ मैले धेरै पैसा हेरेको छु कि त्यसलाई दिएको आशी लाग्छ कि ठ्याक्कै धर्म सोचेको पुरा होस् होइन, तर नराम्रो कुरो चाहिँ होइन, राम्रो कुरो चाहिँ सोचेको पुरा होस्। छिटो अर्को साल दसैँमा नाति भान्जा लिएर अर्को दसैँमा नाति छोरा लिएर आउने छोरा। अहिले सब बाबा आमा मात्रै टिका लाउने, अर्को सब नाति लिएर आउने छोरा। सोचेको पुरा होस्।
नबोल्ने तपाईँ होइन सोचेको राम्रो कुरो मात्रै पुरा होस् साइलीलाई आशिक्नु साइलीले चाहिँ के आशिक दिनु बच्चाले त्यसको धेरै नकरा होइन भेनालाई धेरै नकराउनु भेना आउने बित्तिकै बिरामी नहुनु बिरामी भए जस्तो नगर्नु ठग नगर्नु पाइँदैन नकराउनु भर्खर सुनेर आएको नकराउनु आकाशलाई चाहिँ के आशिष दिनु धेरै नानालाई शङ्का नगर्नु गाउँबाट अहिले खुकुरीको धार बोकेर आउँछु न भन्नु शङ्काले लङ्का जलाउँछ चारजनाको गाउँ भइसक्नु भएको छ शङ्का नगर्नु तपाईँको बुढीले कसैले उठाउँदैन छोराछोरीको बिहे गर्ने बेला भइसक्यो त्यसरी शङ्का नगर्ने कुटुलो कुटुलो बोकेर त्रिशुलतिर जाँदैछु नभन्ने कुटुलो बोकेर जाँदैछु अरे साहिब मलाई आशिक दिने मान्छे धेरै वाचन लक्ष्मी नखानु जहिले पनि नाकदेखि नाफुम 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 हुने गरी जहाँ रक्सी नखानु अनि मातेपछि धेरै नरुनु ज्ञानी भएर बस्नु छोरीहरूलाई बोल्नु दिँदैन हो त्यो नखोज्नु आशिक दिने मान्छे सोचेको पुरा होस् यो साल आर्मी बन्नु सोचेको पनि पुरा होस् र उसले सोचेको काम सबै पुरा होस् टिका लाउने ल पढाइमा राम्रो पढ्ने हुनु धेरै आउँदैन थोरै थोरै आउँछ तर लाग्छ नि आज आशिकको फोन काउनेबाट अर्को एउटा बिहे गर्नु भनेर यस्तो बोल्नु धेरै बिहे गरेर माइली भाउजू अनि चित्त दुखाउनु हुँदैन किन दुखाउने र खानकी यता खाने कार्यक्रम भइसकेको छ टिका लगाइसकेर यता भाउजू हुनुहुन्छ दिदीहरू हुनुहुन्छ होइन मजाले हेर्नु त्यसो त भेनाले किन हेर्नु भएको भेना के हेर्नु भएको हजुरहरू सबैजनालाई आँखा नरसाउँ है भाउजू आँखा रसाउनु हुँदैन ल यहाँ पनि सुरु भइसक्यो यहाँ पनि सुरु भइसक्यो सुरु भयो यहाँ पनि उहिले यहाँ पनि सुरु भयो बस्यो के हो यो उता 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 लौ 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 सबैजना लौ लौ दसैँमा गीतहरू पनि टिका लाएर दसैँको दिन पनि रुनु थाल्यो है ल ठुली नाना दसैँको दिन सकिँदैन भेला पनि ल सुरु के हो केटी मान्छे जस्तो भेना भाग्ने बसेर मोबाइलबाट भाग्यो खोइ त छिटो नाचौँ नाच्नु नाचौँ नाचौँ नाच्नु नाच्नु एकैछिन भिडियो बनाउनु ल भेना त नाच्नु रहेछ नाच्नु न
नाच्नु नाच्नु एकछिन नाच्नु हेलो साथीहरू होइन हामीले चाहिँ टिका सिका लाएर सबैजना परिवार भेट भएर अनि नाचेर रमाइलो गरेर होइन टिका लगाइसकेको छौँ साथीहरू। आज हामीले सबैजना परिवार मिलेर खुब रमाइलो गऱ्यौँ हामीले पनि साथीहरू होइन। अहिलेसम्म सबैजनाले हेरिदिनु भएको धेरै धेरै धन्यवाद।